घरका मान्छे हामी गाउँको मान्छे भन्दा सकेर भ्याएर आइसक्यो मलाई आउँदैन अहिले बाटो मिलाएर आउँदैन काचक कुचुक
लैजान्छु तिमीलाई जितेर घरबाट ईश्वरले तिमीलाई मेरै लागि साँची राखेको लैजान्छु तिमीलाई जितेर घरबाट ईश्वरले तिमीलाई मेरै लागि साँची राखेको समय राख्नु है तिमीलाई के थाहा सानो तिम्रो कुरा मानो यो मुटुमा तिम्रो छाप लागेछ तिमीलाई के थाहा सानो तिम्रो कुरा मानो तिम्रो छाप लागेछ अब तिमी जिउँदै गर्छौ तिमीलाई माया गरेछु यो हातमा अलिकति अत्ताले पहिले टिका लगाइदिन्छ हात बसेर तल जानु सानो तिम्रो मायामा म त सानो तिम्रो मायामा म त मरेछु अब त यहाँ बेहुला बेहुली ढुटी आउनु पर्यो जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर चीज नभएर रोकिएको सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छारी तिम्रै अङ्गालोमै बास लगाइदिनु तेरो साथी होइन बरफी पलु जोडी बन्यो
अन्त लुगा फुक्राएर गरौँ त्यतापट्टि जनै सुपारी भएन होइन यो लिँदै म यहाँ भण्डार हजुर अलिक बढी यो भएन दुवैजनाले आफ्नो है त तपाईँ एकैचोटि छोरीको दुईटा हातको खुट्टोमा ठक्का जोडिनु पर्यो त्यो माथि यो छोरीको हातमा सबैको सहमति हरे देवाना देवा ब्रह्मालोकामा देवी वासुक तथेक कुलीर पर्वतोको महापर्व अब सुन्नु गोदारी एउटा दुनामा एउटा गाई बाँधौँ मङ्गलम भगवान् तपाईँ जति माग्यो दिने क्या हामीले तर हामीले मेजर कुरामा चाहिँ लाग्नुपर्छ यसलाई यो गरौँ कति 10 मिनेट दिउँ केदान सुन्नु पर्यो नि हामीले त धेरै दिने भने अनि अर्को डिल ल यता 10 भयो यता 5 भयो हैन 10 र 5 को हैन नदिनु रहेछ म मात्रै हो भने यता नि पैसा आउँछ
बाजावाला पनि एकछिन कौतिरबाट मास्तिर आउँदै बजा एउटा गाडीमा आएको है हात धोइदिउँ त्यो वस्त्र राखेको सिन्दुरी वस्त्र सिन्दुर पूजा सिन्दुरलाई पूजा गरेर दाजु बेहुला छेउमा जाने बेहुलीको छेउमा त्यहाँ होइन कोर्टमा कोर्टमा शादीका मादाया बेहुला बेहुलीले एकवटा कुस्तीनी मालाले एउटा कुस्ती हाल्ने बिलानी पानीमा हात चौनो धान धात मम करिस्या अडवाउनुलाई एक एकवटा पैसा त्यसको दाना पर्दैछ खाली बिलमा राखिहाल्नु त उता एउटा यता एउटा बिलानी पानीमा हात चौनो दाइनीमा लिन्छ एउटा कुस्पुनी थप्नुपर्छ हरिहरमा अत्यकृत उर्मरिनमा अत्यकृत लोत हरिहरमा अत्यकृत स्वाहा अलिकति लगाइदिनु ल सबैले हरिहरमा सदा स्वाहा सबै लगाइदिनु दुई हातमा अक्षता लिऊ ल हरिओम नमः जन्तमयो पृथिव्या भयो आदेशु नमो नमो ब्रह्मरे नमः शान्ति अन्तरिक्ष शान्ति दोरको टोटा कसले दिन्छ हामीलाई एउटा बराबर एउटा पार्दै जाने ल सबैले गरेपछि न छिटो हुने हो ल है मेरो भनाइ त्यही हो
आमलाई निकल ना यहाँ से आमलाई निकल उतारा ज्यादा सरासरी जाऊ ब्याग ब्याग तपाईँको ब्याग कसमा छ
दर्शनाग्नेय ब्रह्मणे नमः आग्नेय गतिष्ठन्तु यावत् पुनः जुड़ी भरी एउटा पदौर चाहियो डुबे रहेर यो मायाको गहिरोमा कल्पना होइन यो विपना हो सधैँ जुनी भरि हाम्रो कथा सधैँभरि मेरो सानो छोरा प्रमोद र उतापट्टिको नानीको विवाह छ त्यसले निश्चित रूपमा हामीहरूले एउटा दाम्पत्य जीवन सुखमय हुनेछ र फुल फ्यामिली इच्छा र पितृभक्त मातृभक्त हुँदै आफ्नो जीवन बिताउनेछन् भन्ने विश्वास लिएको छु र उनीहरूको सुखमय दाम्पत्य जीवनको कङ्ग्रेचुलेसन गर्दछु। छोरा बुहारीलाई राम्रो होस्, सुख शान्ति होस्। कङ्ग्रेचुलेसन भाइलाई राम्रो होस्, दम्पत्ति जीवन राम्रो होस्, जोडदारको सफल जाओस्। प्यारो भाइलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। हेलो अर्पिना, वेलकम टु द फ्यामिली। अनि म दिदी बहिनी जस्तो भएर बस्नुपर्छ एउटै घरमा। के भन्छु भने म चाहिँ अब एकदम मिलेर एकदम राम्रोसँगले एउटै दिदी बहिनी जस्तो भएर बस्नुपर्छ भन्छु। अनि वेलकम टु आवर फ्यामिली। कङ्ग्रेचुलेसन्स दाइ भाउजू। अनि भाउजूलाई चाहिँ वेलकम टु द फ्यामिली। कङ्ग्रेचुलेसन्स प्रमोद दाइ एन्ड अर्पिना भाउजूलाई चाहिँ होइन। अबको दिनहरू चाहिँ एकदम खुसी साथ बितोस्, त्यसको चाहिँ एकदम शुभकामना भयो। एकदम बिहे रमाइलो भयो, खुसी लागिरहेको छ। त्यति नै हो। ल दाजु बिहे गर्नुभयो, बधाई छ। अब भाउजूले जे भने त्यही मान्ने, कुरो टक्क घर बस्ने, जाँड रक्सी नखाने, भाइहरूको सङ्गत नगर्ने मेरो भाइ। ल बधाई छ, ह्याप्पी म्यारिड लाइफ। हाम्रो स्कुलको साथी अनि कलेजको हो नि त? हाम्रो कलेज स्कुल साथी हो। लाई प्रमोदलाई धेरै धेरै बधाई, वैवाहिक जीवनको धेरै धेरै शुभकामना। फलोस् फुलोस्, अर्को साल घरले छोरा पाउनु पर्छ। धेरै धेरै बधाई छ, कङ्ग्रेचुलेसन। वैवाहिक दाम्पत्य जीवनको एकदम धेरै धेरै शुभकामना छ होइन। हाम्रो मित्रता सधैँ रहिरहन्छ। धेरै धेरै बधाई छ, खुसी लाग्यो। प्रमोद ल धेरै धेरै बधाई छ, कङ्ग्रेचुलेसन वैवाहिक जीवनको, ह्याप्पी वेडिङ।